नमस्कार बुवा। नमस्कार। आरामै हुनुहुन्छ? एकदम आरामै। अनि बुवा हजुर यो गोपाल सारङ्गी हाउसमा कहाँदेखि आउनुभयो? मैले चाहिँ योभन्दा 1 वर्ष अगाडि के अरे युट्युबमा मैले हेरेँ। हजुर। अनि सारङ्गी हुन त पहिले जमानामा अलिअलि बजाउँथे, त्यति जानेको थिएन। त्यो पनि सारङ्गीहरू खुब राम्रो लाग्थ्यो। हजुर। अनि सारङ्गीहरू यसो कता कता युट्युबमा देख्दाखेरि एकदम रहर लाग्थ्यो। नभन्दै गोपाल सारङ्गीले आउट गरेको रहेछ। हजुर। अनि सबै थोक उहाँले भन्नु हो अब यसरी चाहिँ हामी सारङ्गी काठमाडौँ गोपाल के अरे सारङ्गी हाउस छ भनेर भन्नुभयो। अनि मैले त्यो नम्बर पनि उहाँ देखेँ। अनि त्यो नम्बर देख्ने बित्तिकै मैले चाहिँ त्यो नम्बर चाहिँ नि यहाँ टिपेर राखेँ। अनि त्यहाँदेखि अब जे होस् एक दिन सारङ्गी बुढेसकाल भए पनि अब त्यस्तो काठमाडौँमा बनाउँदो रहेछ, एकदम यसो हेरेँ राम्रो लाग्यो। अनि एक दिन जानु पर्यो र सारङ्गी बनाउनु लाउनु पर्यो भन्ने सोच गरेको थिएँ। नभन्दै यहाँ काठमाडौँ आएँ अनि चाहिँ गोपाल सारङ्गी हाउसमा आइपुगेँ। अनि हेरेँ सबै थोक सारङ्गी उहाँहरूले देखाउनु भयो, खुसी लाग्यो। अनि मैले सबै थोक भनेँ ल है म पनि सारङ्गी हुन त जान्दिनँ, अलिअलि सिक्नुपर्ने छ, बुढेसकाल भयो त्यही पनि अब यसो अलिअलि सिकिराख्नु भनेर एकदमै इच्छा लागेर अनि सारङ्गी बनाउन लाएँ। अनि सारङ्गी बनाएको देख्दाखेरि मलाई एकदम खुसी लाग्यो। उहाँहरू चाहिँ आफ्नै हातले उहाँहरूले चाहिँ आफै चाहिँ उसमा चाहिँ पौरख आफ्नैले बनाउनु हुँदो रहेछ। अनि खुब खुसी लाग्यो। उहाँ चाहिँ सारङ्गी बनाउने गोपाल भाइ उहाँको मिसेस दुईजना यति मिलेर बनाउँदो रहेछ, मलाई त्यही खुसी लाग्यो एउटा सबैभन्दा राम्रो। अनि मैले भने थ्यांक यू। अनि हजुर कहाँदेखि आउनु भयो रे? म चाहिँ झापाको दमकबाट आएको। ल हाम्रो बुवा झापादेखि यहाँ गोपाल सारङ्गी हाउस खोज्दै युट्युब टिकटकमा देखेर यहाँसम्म आउनु भयो। अनि के बुवा तपाईले यो सारङ्गी अस्ति अर्डर गरेर जानुभयो 3-4 दिन अगाडि। अनि आज चाहिँ सारङ्गीको आवाज सारङ्गी चाहिँ कस्तो लाग्छ हजुरलाई? सारङ्गी एकदम राम्रो लाग्यो, यसको बनावट अति राम्रो लाग्यो। अनि यसको आवाज पनि राम्रो छ। मैले अघि यहाँ आएर हेरेँ बजाएँ। हुन त म त्यति त जान्दिनँ, अब म चाहिँ सिक्नेवाला छु र खुसी लाग्यो। जे होस् उहाँहरूले भनेसम्मको बनाइदिनु रहेछ। हुन त उहाँले अडोरमा कहाँ कहाँ जापान कोही जर्मन कोही कता कता बनाउने त मैले युट्युबमै हेरेको थिएँ। अनि तर अब उहाँहरू एउटा विश्वासले नै होला मान्छे कहाँ कहाँदेखि गर्नु लाउँदो रहेछ। अनि म त आफै यहाँ उहाँहरूको के अरे यो उसमा कारखानामा आएपछि झन् साह्रो विश्वास लाग्यो। अनि लगभग सारङ्गी भने जस्तै बनाइदिएको छ, एकदम खुसी छु है त। ल थ्यांक यू बुवा। ल राम्रोसँग सारङ्गी सिक्नु। अब नेक्स्ट टाइम काठमाडौँ आउँदा हजुरको हातबाट मिठो सारङ्गीको धुन सुन्न पाइयोस् है। ठिकै छ म त्यो सिक्नेवाला छु। ल हजुरले अब बजाएर जान्ने भएर आउनु। अनि हजुरले सारङ्गी बजाउने अनि मैले गीत गाएर टक्क टिकटकमा राख्नुपर्छ है। हुन्छ हुन्छ नानी। ल हस् त बुवा, धन्यवाद। धन्यवाद। हस् ल।